व्यवस्थापन चाहिँ प्रभावकारी हुनुपर्छ। शिक्षण पेशा चाहिँ आकर्षणको थलो बन्नुपर्छ, अनि मात्रै हाम्रो विद्यालय चाहिँ बालबालिका र अभिभावकको आकर्षणको केन्द्र बन्न सक्छ। र अहिले गुणस्तरको सन्दर्भमा चाहिँ कतै यो निजी विद्यालयले क्वालिटी एजुकेसनको लिडिङ गरिराखेको हो कि भन्ने सबैको भान छ क्या। त्यसै गरेर सामुदायिक विद्यालयले पनि निजीकै जस्तो किताब प्रयोग गर्ने, निजीले नै जसरी पढाउने होइन, त्यो खालको लिड गरिराखेको जस्तो देखिन्छ। त्यसैले अलिकति बोल्दा भन्दा नमिठो लाग्ला। यहाँ मुद्दा उठ्दै गर्दा चाहिँ तलब चाहिँ सामुदायिकको जस्तो होस् भन्ने उहाँहरूको माग, सुविधा शिक्षकको सुविधा चाहिँ सामुदायिकको जस्तो होस् भन्ने यहाँहरूको माग, बाहिरतिर चाहिँ पढाइ चाहिँ निजीको जस्तो होस् भन्ने बाहिरतिरको यो हामीलाई बोल्दा नमिठो लाग्छ। यो यथार्थता हामीले स्वीकारेर यसलाई चेन्ज गर्नतिर लाग्न जरुरी छ। र शिक्षक नियुक्तिको सन्दर्भमा उठाउनु भएको मेरो अनुभव चाहिँ म भन्न सक्छु।